यति माथि डाँडामाथि घामाइसक्यो अझै यति दैलो पोतेर सकेन। वहाँ खलामा भाँडा त्यत्तिकै छ। यस बेला भइसक्यो खाना पकाएको छैन भित्र। अनि यो सबै काम चाहिँ तेरो बाउआमा आएर गर्छ। गर्दा गर्दै नभ्याएपछि के गर्नु त आमा? मेरो पनि 12वटा त हात छैन नि। सबै काम मैले गर्नुपर्छ भन्ने छ। अनि घरमा नानी हुनुहुन्छ, तपाईँ हुनुहुन्छ, तपाईँहरूले पनि त गर्दा हुन्छ नि। सबै काम मैले मात्रै गर्नुपर्छ भन्ने छ र आमा। मैले जति गर्दा पनि तपाईँहरूले मलाई कहिले पनि जस दिनुहुन्न है। हेर हेर थुतुनु चलाकी थुतुने चोथाले सासूसित कसरी बोल्नु पर्छ भन्ने कुरो तँलाई अलिकति पनि संस्कार छैन। हुन त यसको बाउआमाले संस्कार सिकाएको भए पो हुन्थ्यो। त्यति संस्कार पनि नसिकाउने बाउआमा। फेरि मेरो छोरी लिएर मैले काम गर्नुपर्छ भने तँलाई बिहे गरेर ल्याएको के फाइदा भयो यो घरमा? किन बुहारी बनाउनु पर्यो तँलाई? जति हेला गर्नु छ, जति अत्याचार गर्नु छ मलाई गर्नु छ आमा। तर मेरो बाउआमालाई नछुनुहोस्। मेरो बाउआमाले हजुरको के बिगार्नु भएको छ र? मैले हजुरहरूलाई सबै काम गर्नु त भनेको होइन नि। तपाईँहरू खाली बसिरहनुहुन्छ म काम गरेको बेला। यसो मैले नभ्याउँदा तपाईँहरूले पनि गर्दा हुन्छ पो भनेको त। एउटा छोरी मान्छे भएर पराई घरमा बिहे गरेर आइसकेपछि घरको मान मर्यादा कसरी पुरा गर्नुपर्छ भन्ने कुरा मेरो बाउआमाले राम्रोसँग सिकाउनु भएको छ आमा। ए सिकाएको भयो? यही हो तेरो पारा? मैले भनेको काम त्यही माना छोस्? ल त के छोड्दिनु छोड्दिनुस् न आमा। छोड्दिनु भन्छ? आमा छोड्दिनु भन्छस्? छोड्दिनु भन्छस्? आमा नगर्नुस् न आमा। आमा खुट्टाले भन्छस्? अझ नगर्नु भन्छस्? ल जा तँलाई तेरो घर सर पोती छाडा यही होइन? ल जा ए तेरो 75-70 खाइस। आज त बाँचिस। आज भन्दा उपरान्त फेरि यस्तै मुख चलास भने त मेरो हातबाट गोर्छस्। बुझिस्? ल जा। बुढी लुगा पटाइराखेको? बुढो हिजो धोएको थियो। घाम पनि राम्रो लागेन, सुक्दै सुकेन। बल्ल सुकेछ। बाहिर धुलै धुलो हुन्छ भनेर यहाँ पट्याएर झोलामा हालेर राखौँ भनेर। लुगा पनि कति धुन्छौ हो, कति पटाउँछौ? फोहोर हुन्छ त अनि धुनु परिहाल्यो नि। मैले लाउने कुरो भएन। बुढी सुन न, गाउँमा आज चुनावको आमसभा छ। जानै पर्यो, सबै गाउँको मान्छे गइरहेछ। म एकछिन पुगेर आउँछु नि है। अब के भोटको समय आयो, हामी जानै पर्यो। हुन्छ बुढा, जान त जानुहोस्। सबैजना जाने ठाउँमा नजानु भन्ने कुरा नि भएन। तर खै भोट पनि कसलाई हाल्ने कसलाई नहाल्ने सबै मान्छे ठिक लाग्दैन मलाई। अब ठिकै छ, जानुहोस्। यही बेला हो आफन्तै शत्रु हुन्छ। आफ्नो दाजुभाइ नै जुत्ने मार्ने भनेको यही समय हो। आफ्नोले आफूलाई नै चिन्दैन। अलि होसियार गरेर हिँड्नुहोस्, बेलामै आउनुहोस्। हुन्छ बुढी, म पुगेर आउँछु। अहिले देशको माहौल यस्तै छ। अहिले झोलीहरू धेरै छ। हाम्रोलाई होइन राम्रोलाई दिने हो, जसले विकास गर्छ। जुनै जोगी आए पनि कानै चिरा। अहिलेसम्म हामीले भोट हाल्यौँ तर केही पनि उपलब्धि पाउन सकेनौँ। तर हामी अब धेरै सोचेर हामी दिनुपर्छ। म पुगेर आउँछु बुढी। हामीलाई पनि त यो देशको माया छ नि। यो हाम्रो नेपालले मुहार फेरेको हेर्ने ठुलो धोको छ। फेरि हामी जस्तो युवाले अगाडि बढेन भने यो देशले कसरी मुहार फेर्छ? देशले मुहार फेरेको त हेर्ने ठुलो धोको छ नै बुढा। फेरि पनि तपाईँ हामीले भनेर के नै हुन्छ र? अस्ति पनि त्यत्रो भाइ बहिनी शहीद भयो, रगत बगायो। फेरि आउँदैछ चुनाव। यो चुनावमा पनि कति आमाहरूको कोख रित्तिने होला। त्यति गरेर गर्दा पनि यो देशले मुहार फेरेन भने धिक्कार हुन्छ बुढा यो नेता बनाउँदाहरूलाई। खै बुढी, अब नेताहरूले त्यत्रो भाषण त गर्छ, व्यवहारमा उतार्दैन। हाम्रो हातमा छैन, के गर्नु र? ताला चाबी सबै नेताहरूको हातमा छ। तर पनि हामीले गर्ने सक्ने जति हामीले कोसिस गरेर पनि राम्रै मान्छेलाई भोट दिएर हामीले देशको विकास गर्नुपर्छ। हुन्छ, मलाई ढिला पनि भइसक्यो। म अहिले जान्छु, म पुगेर आउँछु। हस्।
त्यो ऋतुलाई झन् छिटो गरेर आऊ है भने त झन् ढिलो पो गर्छ त। कुरेर बसेको पनि यत्तिकै बेर भइसक्यो। जान्छु म। कहाँ जान्छु भनेको? कहाँ जान लागेको? फेरि तिमी त पुरै छटपटेर बसिरहेछौ त। अनि म आइसकेँ त। तिमी छिटो आउँछौ भनेर झन् मैले झन् घरको काम सबै छोडेर आएँ। तिमी भने झन् ढिलो गर्छौ। बसन्त, तिमीले भनेको जस्तो सजिलो त कहाँ हुन्छ र? छोरी मान्छेलाई गाह्रो त भइहाल्छ नि। फेरि आमा बाबाले थाहा पाउनु भयो भने गाली गर्नुहुन्छ। बुवा आमाको आँखा कान छलेर आउँदा ढिलो भइहाल्छ नि। फेरि त्यही माथि आफूले माया गरेको मान्छेलाई कुरेर बस्नु पाउनु भनेको त भाग्यको कुरा हो नि। त्यो त भाग्य हो कि दुर्भाग्य हो त्यो त समयले बताउँछ ऋतु। भयो धेरै फुर्काउनु पर्दैन। आउने बेलामा ढिलो आउँछ। सरी नि त बाबा, सरी। गल्ती मेरै भयो। कति रिसाएर बस्नुहुन्छ क्या? अब त एकचोटि हाँस्नुहोस्। ल भयो गयो। एकचोटिलाई त माफ दिए। अब अर्कोचोटि पनि यस्तै गऱ्यो भने म कहिले पनि बोल्दिनँ नि तिमीसँग। किन लजायो? नलजाऊ न। यस्तो नगर्नु क्या। अहिले कोही मान्छे देख्छ भने फेरि नराम्रो मात्रै सोच्छ। फेरि बाहिर लगाइदिन्छ। बसन्त सुन न, घरमा छिटो जानुपर्छ क्या। यहाँ गयो भने आमाले फेरि मलाई मार्नु हुन्छ। त्यही भएर अहिले म जान्छु, तिमी पनि जाऊ। ल हुन्छ। मेरो पनि घरमा काम छ। अब भोलि पर्सि भेटौँला नि त है। ल जानु ल। बाई। बुढा, फेरि तपाईँ कहाँ जानु लाग्नु भएको? जहाँ गयो भने तँलाई किन चाहियो? बुढा, तपाईँ किन झर्केर बोल्नुहुन्छ? कहाँ जान लाग्नु भयो भनेर सोध्नलाई मेरो यति पनि अधिकार छैन र? अधिकार छैन भनेको होइन, अधिकार छ। अधिकार छ भन्दैमा साइड गरेर जान लागेको बेलामा कहाँ जान लागेको बुढा भनेर सोध्नुपर्छ तँलाई? के भन्नुभएको तपाईँले? मैले सोद्धा तपाईँको साइड परेन अरे? फेरि घरै छोडेर टाढा जान लाग्नु भएको हो र? त्यही साइलीको भट्टी पसलसम्म जानलाई पनि हजुरलाई साइड चाहिन्छ र? साइलीको भट्टीसम्म जाउँ कि घरै छोडेर जाउँ, तँलाई के मतलब? अबदेखि मेरो बाटो छेकिस भने राम्रो हुने छैन। मेरो त कर्म नै कस्तो खोटो रहेछ। यो घरको मानिसलाई जति गर्दा पनि नहुने। भाउजू, हजुर, सागबारीमा के गर्नु लाग्नु भएको अनि? यसो सागमा किरा लागेछ, त्यही भएर किरा लागेको साग जति टिपेर फालौँ कि भनेर नि। भाउजू, यसरी साग सबै टिपेर फाल्नुभन्दा त बडो औषधि हाल्छे भए हुन्थ्यो नि त। नानी, हजुरले भनेको नि ठिकै हो। म बजार जानै पाएको छैन। भोलि पर्सि समय मिलाएर यसो बजार गएर औषध लिएर हाल्नु पर्ला। तपाईँ बजार जान नभए पनि नानी छिन् घरमा, दाई होइसिन्छ, अनि दाईलाई नै पठाइदिसे भयो नि त हुन्थ्यो नि। यति राम्रो साग सबै खाइसकेपछि त पछि औषधि हालेर पनि के काम मन? भयो नानी, उनीहरूको कुरै नगर्नु। कुरा गर्नुभन्दा नगरेकै बेस। बरु 2-4 दिनमा म आफै गएर औषध लिएर हाल्छु। 2-4 दिनमा त किराले नखाला नि साग पनि। किरा लागेको जति टिपेर फालेको छु नानी। अब औषध लिएर हालेपछि राम्रो होला नि। किन र भाउजू? घरका मान्छेले केही काम पनि मान्दैनन् र? यति सागमा औषधि त जसले लिएर हाल्दा पनि हुन्छ। आखिरमा सबैजनाले खाने साग त हो। हे नानी, मैले भनिसकेँ त उहाँहरूको कुरै नगर्नुहोस् भनेर। ल भाउजू, म पनि बजार जान हिँडेको, तलसम्म गएर आउँछु हस्। हुन्छ नानी।
बुढी यतिखेरसम्म खानु पाएको छैन? बाहिर जाउँ कि भनेको खानै पाएकै रहेनछ। पकाउँदै त छु नि। यो चुल्हाभित्र म पस्ने हो र? गर्दा गर्दा भ्याएको छैन, के गर्ने त अनि? बिहानदेखिको यो हात एकछिन खाली छैन। तपाईँको बुहारी भनाउँदी एक गाग्री पानी नगए कि अहिलेसम्म मुन्टेकी छैन घरमा। अनि म एकजनाले कति काम गर्ने? सबैलाई खानाकै हतार छ। भनेको बेलामा आगो बोल्छ र? दाउरा हुन पर्यो नि आगो बोल्न नि। बुढी मैले राम्रै बोल्दा नि तिमी झर्केर बोल्छौ। हिजो आज के भएछ तिमीलाई? घरको कोही परिवारलाई पनि देखि सहँदैन। अचम्मै लाग्दछ। सबै काम म आफैले गर्छु भन्छौ तिमीले। सबै काम त बुहारीले गरिरहेको देख्छु म। बिहानदेखि हातै खाली छैन भन्छौ। के हो फारो तिम्रो? ए त्यसो भए तिमीलाई आफ्नो बुढी भन्दा पनि बुहारी प्यारी रहेछ होइन? सबै काम बुहारीले गरेको देखा रहेछ, मैले गरेको केही देखेन। त्यसो भए यो भात नि पाक्यो कि पाकेन भने तिम्रै बुहारीलाई सोध्न जाऊ न, मलाई किन सोध्न आएको यहाँ? बुढी तिमीले त्यसो के भने कि बुहारीलाई मैले प्यारी भन्न खोजेको होइन। उसलाई बिहा गरेर लिएर आइसकेपछि ऊ पनि त बिचरा कसैको छोरी हो। हामीले पनि त उसलाई बुहारी होइन छोरीको रूपमा लिनुपर्छ। सबैले टोकासो गरेर हुन्छ? कसैले त माया गर्न परेन? हामीले नै अत्याचार गरेपछि बिचारीको जाने ठाउँ कहाँ छ र? ए भनेपछि हामीले माया गरेको देखेनौ होइन? तिमीले आफूले मात्रै माया गर्दो रहेछौ त। त्यस्तो माया लागेको भए आफ्नो प्यारी बुहारीलाई छुट्टाएर राखे भइगयो नि। मेरो बा सकिन यो चोथाले हामीसँग सम्झाइ बुझाइ गर्दा पनि केही सिपले लागेन त। हामीले बुहारी सबैजना भएर बुहारीलाई माया पो गरौँ भनेको त। उल्टो मलाई देखि सहँदैन, टोकासो गर्छ। यतिखेरसम्म भात पाकेको छैन। अब भात खाएर यसो आमसभामा चुनावको आमसभामा जाउँ भनेको यो छ ताल। तेरो भात चाहिँ खा हिँडेँ म। गयो भइगयो नि। कति नै उसकै बुहारीको सपोर्ट लिएर बस्ने। नखाए के भयो त? आफूले पकाएको भात आफै खान्छु गम गम। के को डर यहाँ? यो दालै पाकेन र मारे बरु। थके लाग्यो। हिँड्दा हिँड्दा गलेर घरमा पनि कोही पनि देख्दैन। छोरी पनि कता गई? अब छोरोको त के कुरा गर्नु? त्यो जाँडको भट्टीतिर लाग्यो होला। अब बुढीको के कुरा गर्नु? बुढीको झन् कुरा गर्ने कुरै भएन। बरु बुहारी पो छौँ कि घाँटी सुकेर मर्न लाग्यो त। बुहारी ए बुहारी पानी ल्याउ त, चिसो खान पर्यो। घाँटी सुकेर मर्न लाग्यो। ल्यायो? हजुर अम्खरा कता कता परेछ बुवा? यो बोतलमा ल्याएछ, यसैमा खानु है। हुन्छ त्योमा पनि चलिहाल्छ नि। तिर्खा लाग्यो बेला किन अम्खर पर्खेर बस्नु? बुहारी घरमा त कोही पनि देख्दैन त। तिम्रो नन्दा पनि देख्दैन, सासू पनि देख्दैन। तिम्रो बुढा त भट्टीतिर गएको होला, त्यसो के कुरा गर्नु? अनि तिमी मात्रै हो घरमा? हजुरलाई त थाहै छ बुवा मलाई घरमा कस्तो गर्नुहुन्छ भनेर। अनि मलाई सोधेर पनि जानुभएको होइन। नन्द यतै हुनुहुन्थ्यो, घाँस काट्न जान्छु भनेर निस्किनु भएको। अनि तपाईँको छोरा भट्टीतिर जानुभएको, अझैसम्म आउनु भएको छैन। यो घरमा मैले जति गरे पनि कसैले पनि जस दिन्न बुवा। के गर्छ त बुहारी? तिम्रो भाग्य नै यस्तै रहेछ। सबैजना मिलेर बस्न पाए यो घर छोरा जस्तो हुन्थ्यो। तिमीलाई माया गरेको देखिसक्दैन तिम्रो सासूले। मलाई खाउला जस्तो गर्छ। के गर्छौ त? बुवा एउटा छोरी मान्छे भइसकेपछि आफ्नो कर्ममा जे लेखेको हुन्छ त्यो भोग्नै पर्छ। फेरि मैले यो घरलाई राम्रो बनाउन नखोजेको पनि होइन। आमाले, नन्दले अनि हजुरको छोराले कहिले जस दिनुहुन्न। अनि बुवा मेरो लागि हजुरले आमासँग नराम्रो हुनु पर्दैन। नन्दसँग अनि छोरासँग मेरो लागि झगडा नगर्नुहोस्। के गर्नु बुहारी? तिमीले भनेको नि ठिकै हो। बुझ्नेलाई पो बुझाउन सकिन्छ। बुझी अबुझलाई जति बुझाउनु बुझ्दैन। बुढा तपाईँले आज पनि रक्सी खाएर आउनुभयो है? खाए त मेरै बाउको खाए। तेरो के खाए? ठुक्कै नलाग। तँलाई रक्सी खान लाज लाग्दैन? बुढीलाई माया गर्नु त कता कता उल्टो बुढीलाई हात हाल्छस्? ठुक्कै साले।
हौ तिमीले मलाई 2 करोडको आइनेको लागि लात हान्यो होइन भयो भयो बुवा, छोड्नुहोस्। यस्तो रक्सी खाएको मान्छेसँग बोल्नुभन्दा नबोलेकै बेस। यस्तो मान्छेले झन् हामीलाई हानि पुऱ्याउँछ। बरु भित्र जाऊ। काका नमस्कार। नमस्कार नानी। के गर्दै हुनुहुन्छ नि? यो झिग्रा दाउरा जम्मै बाटोभरि छरियो त नानी, यसो मिलाएर राखौँ भनेर। त काम छैन, यसो फुर्सद भयो बेला मिलाएर राख्न आएको। कता पानी लिन धारातिर हिँडे नानी? हजुर काका, तल कलेरसम्म पानी लिन जाऊँ भनेर नि। नानी तिम्रो बारेमा मैले एउटा कुरा सुनेको थिएँ, भनौँ कि नभनौँ होला? काका, मेरो बारेमा के कुरा सुन्नुभयो त्यस्तो? भन्नुहोस् न। के भन्नु नि नानी, तिम्रो घरमा त सबैले हेलाङ गर्छन् रे, सासू ससुराले अनि लोग्नीले नि रक्सी खाएर आएर सधैँ पिड्छ अरे। यस्तो सहेर नि त्यो घरमा कतिन्जेल बस्न सक्छ नानी? के गर्नु त काका, हेला गऱ्यो भन्दैमा छोडेर जान पनि मिलेन। अब यस्तै हो, सहन सके सहन्छु, नत्र जे होला होला। हुन्छ त काका, अहिले मलाई पानी भर्न जानु छ, म गएँ है। ल ल, म नि मेरो काम गर्छु। ए दिदी, तपाईँ पनि भाडामा पानी भर्न आउनु भएको? नानी तिमीलाई नै भेट्नु थियो, तिमी पनि आइपुगेछ। के काम थियो दिदी? के कुरा हुनु नानी, तिम्रो जिन्दगी देख्दा नि मलाई हिजोआज दिक्दार लागेर आउँछ आफैलाई। किन रे दिदी, मेरो जिन्दगी देखेर हजुरलाई यसरी दिगदार लाग्यो कि? दिक्दार किन नलाग्नु नानी, खै तिम्रो भाग्य नै त्यस्तो हो कि तिम्रो कर्म फुटेको हो, त केही जान्दिनँ। सासू हेरे त्यस्तै छ, नन्द हेरे त्यस्तै छ, बुढो चाहिँ पनि त त्यस्तै छ, जाँड खाएर आउँछ, दिनरात कुटेको देख्छु। तिमीलाई कुटेको देख्दा त त्यही मन रोएर आउँछ नानी, तर के गर्ने, अर्काको घरको झगडामा गएर बोल्ने कुरा नि भएन। त्यसैले म त धेरै तिम्रो लागि धेरै टेन्सन हुन्छ नानी। अब टेन्सन लिएर नि के गर्नु दिदी, आफ्नो भाग्यमा जे छ त्यही त सहनै परिहाल्यो। तपाईँहरू जस्तै मेरो आमा नन्द बुझ्नु भएको भए मेरो जीवन पनि त हाँसी खुसी हुन्थ्यो होला। तर के गर्नु दिदी, सासू र नन्द त्यस्तो भए पनि आफ्नो बुढा राम्रो भएको भए मलाई पनि अलि आड मिल्थ्यो होला। बुढो नै नबुझ्ने भएपछि कसको के नै लाग्छ र दिदी? फेरि एउटा बिहे गरेर आइसकेपछि आफ्नो माइतीको इज्जत धान्नलाई भए पनि दुःख कष्ट त सहेर बस्नै पर्यो नि। माइतीको इज्जत राखेर बस्छु भन्दाखेरि त आफ्नै जिन्दगी दाउमा राख्नु त भएन नि नानी। त्यही पनि तिमी यतिको फुर्तिलो छ, राम्री पनि छौ, बल पनि छ तिमीसँग। यस्तो घरमा तिमी अत्याचार सहेर बस्नुभन्दा जाउ बरु कतै काम गरेर खान सक्छ। यति हुँदैन भने नि पहिल्यै जान नि सक्छ तिमी, यस्तो अत्याचार नसभा। होस् दिदी, जति दुःख दिन्छन् म सहेरै बस्छु। फेरि अरू ठाउँमा गए पनि मेरो दैलो फेरिने हो, भाग्य फेरिने होइन। जति दुःख दिए पनि म यतै सहेरै बस्छु दिदी। खोइ नानी, म त के भन्नु तिमीलाई, तिम्रो दुःख सासू नन्दको अत्याचार बुढोको अत्याचार देखेर भनेको हो। हुन त छोरी मान्छेको कर्म त 9 कर्म हुन्छ रे। आखिर तिमी यस्तै भन्छौ भने अब म के भन्नु? ल नानी ल, बिस्तारा आऊ, म पानी भर्यो जान्छु है। हुन्छ दिदी। ल पानी भरेर आऊ।
हो ऋतु हातमा खुरा पकेर कता हिँड्यो कता जान लाग्नु नि दाइ माथिसम्म घाँस काटौँ कि भनेर जान लागेको नि तिमी घाँस काट्न जानला जस्तो मलाई लागेन हातमा नाम्लो पनि छैन पक्कै पनि त्यो बसन्तलाई भेट्न जान लाग्यो हो कि जस्तो मलाई लागिरहेछ घाँस काट्न जानलाई डोको नाम्लो नै चाहिन्छ र ल्याउन मन हुने मान्छेले त जसरी नि लिएर हाल्छ नि त्यही माथि सल छ त मसँग सलमा बाँधेर लिएर आउँछु म बसन्तसँग भेट्न जानलाई बसन्त मेरो कुनै हो र तपाईँले देख्नु भएको छ र म बसन्तसँग भेटेको घुमेको फिरेको नदेखिकन नचाहिने कुरा नगर्नु है दाइ सबै कुरा हाल देख्नुपर्छ भन्ने नि छैन नानी तिम्रो बारेमा नराम्रो गाउँमा हल्ला सुनेको छु मैले फेरि सबै काम भौजूले काम गरेर देख्छु तिमीले त कुनै काम पनि गरेर देखाएको छैन तिमीले जति सत्य कुरा बोले मलाई झुटे जस्तो लाग्छ तिम्रो कुनै पनि विश्वास लागेन मलाई नानी मेरो कुरा हजुरलाई विश्वास लागोस् नलागोस् मलाई कुनै फरक पर्दैन फेरि गाउँले मेरो कुरा काट्छ नि त त्यसमा मेरो के गल्ती हो म त्यस्तो नभए भइहाल्यो मैले जे हो त्यही भन्दैछु तपाईँले पताए पताउनुहोस् नपताए नपताउनुहोस् रहेको कुरा गाउँले कुरा काट्दैमा मलाई केही फरक पर्ने वाला छैन छट्नुहोस् अहिले म जान्छु मैले पनि यस्तै थिइनँ त कस्तो टुमर्के रहेछ भने त खाना खाइयो अब छोरी घाँस काट्न गएकी अहिलेसम्म आएकी छैन यो थाल पनि को मार्छ हो यस्तै राखियो अब छोरी आएर के खान्छ भात सेलाइसक्यो खाली नि अब एकछिन मोबाइल खेलाएर बस्छु म त छोरी नआउन्जेल आमा के गर्न लानु भएको मोबाइल खेलाइरहनु भएको म त खानासाना खाएर बसेको त आइपुगिनस् के गर्ने भनेर मोबाइल खेलाएर बसेको अब जा भित्र भात खान सिलाइसक्यो एकैछिन पर्खिनु भएको भए त आमा सँगै खाना हुन्थ्यो नि हाम्रो आमाको बानी पनि बच्चा बच्चीको जस्तै छ भने भोक लाग्यो कि खाइहाल्नु पर्ने एकछिन पनि सहन नसक्ने तिमी कतिखेर आइपुग्छौ भन्ने कुरो मलाई के थाहा त छोरी मेरो दबाई खाने समय पनि भइसकेको थियो अनि भोक पनि लागिरहेको थियो अब खानासाना खान्छु दबाई खान्छु भनेर खाइसक्यो अनि तिमी आएपछि खाइहाल्ला नि भनेर पो खाएको त नरिसाउ न तिमीलाई पनि राखिदिएको छु त गएर खाऊ न आमा म किन रिसाउँथेँ र हजुरसँग छोरी पनि आमासँग कहिले रिसाउँछन् त हजुरले ठिक गर्नुभयो समयमा औषधि खाएर खाना खाएर फेरि हजुरको हेरविचार गर्ने पनि कोही पनि त छैन यो घरमा भाउजूलाई भने भने भाउजू आफै ठुल्ठुलो कुरा गर्नुहुन्छ बुवाले झन् देखिसन्नुहुन्न म हो हजुरलाई औषधि खुवाउन टाइममा यति बेला खानु भनेर घरमा बसेर भन्न भ्याउँदिनँ आफैले समयमै खानुभयो राम्रो गर्नुभयो हो नि छोरी तिमी छौ र त म आजको दिनसम्म ढुक्क भएर बसिराखेको छु नत्र भने त्यो बुढोको र बुहारीको टोकसोले उहिले मरिसक्थ्यो होला ल ल छोरी के धेरै कुरा गरेर बसिरहने घाँस काटेर आएको मान्छे भोक पनि लाग्यो होला जाऊ जाऊ अब भित्र गएर भाषा खाऊ हस् हुन्छ आमा आमा तपाईँले त मलाई भात राखिदिनु भन्नुभएको थियो त कुकर त छैन र खाना त के भने कि होला त्यही डङ्किनीले खाइ होला मैले तँलाई भात तरकारी राखिदिएको थिएँ सबै केही पनि छैन न कुकरमा भात छ न तरकारी छ यो भाउजूले त अत्याचारै गर्नुभयो मलाई गर्न पनि अर्काको भागै मासेर नि खाने त्यसरी हो त यसलाई त नमारी छोड्दिनँ म कति गरियो हेर्नु आमा यसले अत्याचार गरेको छ कि हामीलाई त्यही त गर्नु गरे त्यत्रो भात तरकारी राखिदिएको थिएँ मैले एक ठाउँमा छैन कुकर त भित्तै छ माझेर राखेको अरूले त पक्कै पनि खाएन होला खा भनेको त्यही भाउजूले होला आज मैले त्यसलाई यस्तो गर्छु भने त मलाई मात्र थाहा छ नि अब के खान्छ होला यसले भोक लागेर आएको बेलामा हेर आमा यति राति भइसक्यो भाउजू त आउँछ कहाँ जानुपर्छ र खै छोरी के थाहा भने आज त मसित नबोलिकन गाडी परेर टिम पर्दै गएकी दिउँसै अहिलेसम्म आएकी छैन आउँदै होली नि उनी फेरि आउने भन्दा भन्दै
महारानीको त सबरी एकछिन बस्ने यति हेरसम्म कहाँ गएर राखिस् त बोल त ले यता गाडी के को उता उता बोकेर गएको नि पानी तेरो पनि बाहिर पनि आमा भन्नु के यसलाई त यसरी हान्नुपर्छ के यसरी हान्नुपर्छ अनि तेरो बाहिर पनि नाटो छ कि क्या मेरो दाइले हेला गरे भनेर अर्को नाटोसँग सुत्न लागिस् कि क्या यसलाई त भन्नु के आमा यति पुग्दैन कि जति गरे यसलाई त जति माया गरे पनि नहुने होइन हेर्न पानी पनि आधी आधी पानी लिएर आउँछस् होइन त तँलाई आधी पानी लिएर आउँछस् उचाल्नु त उचाल्नु त हेर अलिक के पढेको मान्छे तेरो चाल पनि कसै घरमा पछि बिहा गरेर जानुपर्छ तँलाई पनि नन्दा र सासूले यस्तै गरेर तेरो मन दुख्छ दुख्दैन के हो तेरो बुद्धि कति देख्नुहुन्छ तपाईँको बुहारीको चाहिँ गल्ती देख्नुहुन्न दिउँसो कतिखेर गाकी मान्छे बेल्लै यतिखेर ढल्केकी अनि यो चाहिँ कहाँ बसेर आइ त अत्याचार नगर्नु अति गर्नु अत्याचार नगर्नु बुवा तपाईँ पनि धेरै भाउजूको सपोर्ट नलिनु यो जस्तो हो र मेरो सासू ससुराले मलाई फेरि नराम्रो गरेर निकाल्नलाई यो त अलक्षण नै भयो भाउजू भनेर यति दिन माया गरिरहेको थिएँ त मैले माया नगरेको आमा हो कि होइन भन्नुहोस् त खै जतिखेर पनि उसकै बुहारीको सपोर्ट लिएर बोलेको हुन्छ अझ के हेर्छ माया गरिदिएको चाल तिमीहरूको माया लाग्यो तपाईँ पनि जानु न बुहारीले पठाउनु जानु पठाउन जानु के बिहा गरेर तेरो पनि यही हाल भयो के हुँदैन बुवा मैले भनेको छु धेरै बुहारीको सपोर्ट नलिनु यो जाडोमा के गर्नु भएको मलाई यो घरमा जति गर्दा पनि हुँदैन बुवा हेर्नुहोस् न यो जाडोमा मलाई पानी खनाइदिएर हजुर कस्तो जाडो भइरहेछ मलाई तँलाई के हुँदो रहेछ जम्मै आमा कति गयो यो पनि पढेको त अलिक राम्रो होला भनेको त हेर बुझ्नु आमा र म जस्तो कतिले भएको भए त कहाँ पुगिसक्थ्यो धेरै बुहारीको सपोर्ट लिएर नगर्नु है बुवा बिचरा त भराउ गरिएको यता के अरे कि भयो मलाई सधैँ अत्याचार मात्रै गर्नुहुन्छ मलाई भयो भने मेरो बुवा मात्रै हुनुहुन्छ यो घरमा यस्तो आमा छोरी यस्तो चोथाले यहाँ गाउँमै छैन हेर्नु पऱ्यो तल त अझ यतिले नै पुगेन यसलाई त मार्नु पर्ने हो क्या आमा यो अझ तपाईँले गर्दा हो क्या के हान्दैन हान्दैन म त हाने हाने गरेँ त तपाईँ पनि केही हान्दिनँ भने झ्याम्का झ्याम हानेर यसलाई त यही भनेर अझ यही माटोमा यसलाई मोटो बनाउनु पर्थ्यो क्या यो कस्तो मलाई छिमेकीलाई यो हाम्रो दाइको गतिलो भएर हो क्या अब चाहिँ सबैजना राति गरिसो भनेर नि हान्नुपर्छ त्यसलाई त ल्याउनुपर्छ नानी तेरो भाउजूको कारणले गर्दा तेरो दाइ दिनरात जाँड खाएर लास्टै बिग्रिने भयो के गर्ने होला अब यस्तो लक्षिनालाई लिएर बस्न भन्दा बरु यसलाई छोडेर अर्को बिहे गरिदिन पाए पनि दाइ सपिन्थ्यो होला कि हुन त हो नि आमा फेरि दाइले पनि के भन्नुहुन्छ यसकै कारणले रौसी खान थालेको हो कि दाइ पनि अहिले माथि दलनतिर हुनुहुन्छ होला दाइसँगै भेटेर कुरा गर्न पाए त राम्रो हुन्थ्यो के गर्नु आमा बहिनी म एकछिन बाहिर गएर आउँछु है दाइ बरु आउनु न तपाईँसँग एउटा सल्लाह गर्नु छ के कुरा हो र बहिनी मलाई अलि हतार छ छिटो भन के कुरा हुनु नि दाइ तपाईँ आजभन्दा भोलिभन्दा दिनै भट्टीमा जान थाल्नुभयो रक्सी खानुहुन्छ फेरि घरमा आउनुहुन्छ झै झगडा गर्नुहुन्छ तपाईँलाई के चाहिँ नपुगेर यस्तो गर्नुभएको त दाइ फेरि भाउजू पनि हुन त त्यस्तै खालको हुनुहुन्छ भाउजूकै पिरले रक्सी खान थाल्नुभयो कि के हो मैले बुढीको कारणले रक्सी खाएको होइन मैले आफ्नै मन भुलाउनको लागि रक्सी खाएको हो
छोरो तैँले जति झुटो बोले पनि म तेरो मनको कुरा बुझ्छु। म तेरो आमा हो नि, अनि तेरो कुरा म बुझ्दिनँ। यदि तँलाई त्यो स्वास्नीसित चित्त बुझेको छैन भने मलाई पनि चित्त बुझेको छैन। अर्को केटी मागेर बिहे गरौँ न त। हुन्न र छोरी? हुन्छ आमा, तपाईँले भन्नुभएको एकदम राइट हो। मलाई पनि यो घरबाट त्यसलाई निकाल्न पाए आनन्द हुन्छ। खै त्यसकै मुख हेरेर किन बस्न पर्यो र? मन नपरी नपरी हो एउटा बिहे गर्दा त यस्तो हाल छ, अर्को बिहे गऱ्यो भने मेरो हाल झन् के होला होइन आमा। अहिले म जानी काम छ, अहिले म लाग्छु। के हो आमा, हाम्रो कुरा त अहिले फिटिकी सुनेन त दाइले। यसले चाहिँ यहाँबाट यो घरबाट पन्छन पायो भने आनन्द हुन्थ्यो भनेको सुन्दै नसुनी गयो झन्। यसलाई फटाउन सक्दैन जस्तो छ। जसरी हुन्छ त्यो हाम्रो भाउजू भन्नेलाई चाहिँ बिसालेर मारिदिउँ के आनन्दै हुन्छ भने यसले यो कुरा जस्तो छ क्या तेरो दाइलाई? के फेरि उल्पट्टिलाई पक्का लागे जस्तो गर्छ, फेरि झापड पनि हान्छ। फेरि के गोली बस्न जामा हो, त्यसलाई मार्छ। आमा, यतातिर घरमा त खाइ पनि छैन। यसलाई पिर पऱ्यो भने त यो घरमा आएर बस्छ। पक्कै नि यो घरमा होला। आउनु त आमा, भित्र गएर हेरेर जान्छ। भाउजूलाई कहाँ कहाँ खोज्दै हिँडेको, भाउजू त यहाँ आएर बस्नु भएको छ। टेन्सन माने जस्तो गरेर बस्नु भएको थियो। के भयो भाउजू? होइन, केही पनि भएको होइन नानी। म एकदमै खुसी छु। तपाईँ जस्तो नन्द अनि आमा जस्तो सासू पाएको छु। म धेरै खुसी छु। बुहारी, मैले त तिमीलाई धेरै अत्याचार गरेँ है। यदि सक्छौ भने, हुन त म माफी माग्ने लायक त छैन। तिमीले सक्छौ भने मलाई माफी देऊ है। आमा, यो के भन्नुभएको हजुरले? मसँग माफी मागिरहनु पर्दैन। तपाईँले गरेको कुराहरू, तपाईँले भन्नुभएको कुराहरू, सम्झाउनु भएको कुराहरू मैले मनमा लिएको छैन र मसँग माफी मागेर मलाई लज्जित नबनाउनुहोस् आमा। भाउजू, मैले पनि तपाईँलाई धेरै अन्याय र अत्याचार गरेको छु। त्यसको लागि मलाई पनि माफ गरिदिनु होला। यो के भन्नुभएको नानी? हजुर त मेरो बहिनी जस्तै हुनुहुन्छ नि। भाउजूको यही बानी त मनपर्छ नि। जति गल्ती गर्दा पनि सजिलैसँग स्वीकार्नुहुन्छ। ल ल नानी, त्यस्तो चिन्ता नगर्नु न। तपाईँ त मेरो बहिनी जस्तै हो नि। कस्तो ज्ञानी छिन् क्या मेरो बुहारी है। जति हामीले गाली गरे पनि सजिलै गल्ती स्वीकार्छौ क्या। अबदेखि हामी तिमीलाई कहिले पनि दुःख दिन्न। अब यो घरको काम सबै मिलेर गरौँला है बुहारी। तिमीलाई सधैँ राम्रो गरौँला, माया गरेर राखौँला। हुन्छ नि त आमा अनि बहिनी। हामी सधैँ यसरी मिलेर बस्नुपर्छ है। अनि हाम्रो घर स्वर्ग बनाउनुपर्छ नि। हुन्छ भाउजू, हुन्छ हुन्छ। अनि नानी, यो चाहिँ के हो नि? यो त दिनै बिर्सेछ। कुराले बोसुकै बिर्सेछ। तिमीले अस्तिदेखिको रिङ्गाटो लाग्यो भनिरहेको थियौ। मैले ग्लुकोज पानी बनाएर लिएर आएको थिएँ। देऊ त छोरी। भाउजू लिनुहोस्, खानुहोस्। त्यस्तो डाउट मान्नु पर्दैन। त्यो पानी हो क्या। अब हामीले तपाईँलाई धेरै काम लाउँदा लाउँदा कमजोरी हुनु भइसक्यो नि त। सबै काम तपाईँले गर्दा गर्दा कति गाह्रो भएको छ भन्नु त भाउजू। त्यही माथि दाइले पनि रक्सी खाएर आएर दिनकै कुट्नुहुन्छ। त्यही भएर तपाईँको धेरै माया लागेको के भाउजू। पानी खानुहोस्। ग्लुकोज पानी हो बुहारी, खाऊ। खानुहोस् भाउजू।
के भएर रिङ्गटा लाग्यो त आमा कमजोरी न कमजोरी जीवनमा पानी खाने बित्तिकै यस्तै हुन्छ क्या हुँदैन खाली पेटमा पानी खायो क्या त्यो पानी यस्तै हुँदैन आस्तिक पाउँदैन भाउजू आस्तिक पाउँदैन एकछिनमा ठिक हुन्छ लौ न आमा मलाई त साह्रै रिङ्गटा लाग्यो के भएको होला नानी सास फेरि पनि जानुभयो क्या भाउजू आमा लु न के भयो के खाएन होला क्या त्यो पानी त्यो दुधको पानी अलिक खानुहोस् भाउजू ठिक भयो बुहारी भाउजू 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 के भयो मलाई भाउजू उठ्नु न भाउजू 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 उठ्नु न भाउजू बुहारी उठ त बोला न एकखेर नानी के भयो तेरो भाउजूलाई यत्तिकै बसिरहेको थियो बोल्दा बोल्दै गुल्कोस पानी खानु दिएको के भन्छ भिडेको के भन्छ यो नाता के भयो ए नानी ल मान्छे ल छैन त मान्छे के भयो एम्बुलेन्स बोलाउनु पर्ने छैन सासै छैन के भयो आमा के भयो बहिनी हेर्नु न दाइ भाउजूलाई के भयो बुहारीलाई के भयो के भयो बहिनी उहाँ बसिरहेको थियो बोल्दा बोल्दै लाग्यो भने अनि हामीले गुल्कोस पानी खानु बुढी छैन के गर्ने हो छैन के भन्छ यो लान्टोले आमा छोरी मिलेर बिख पो खुवाएर त बिख खुवाए क्या हो होइन कहाँ बिख खुवाउने मान्छेलाई हामीले है छोरी हो बिख नै खुवाएको छ यो हेर्नु त पक्का हो यो हेर्नु त बिख खाएरै मारेको हो हेर मेरो सिधा देवी जस्तो बुहारीलाई आखिरी आमा छोरी भएर मारि छोड्यो होइन त यो कसको प्लान तिमीहरूकै आमा छोरीको प्लान हो यति साह्रो त अत्याचार पनि गर्नु भएन नि त बुवा हामीले भाउजूलाई मारेको होइन भाउजूलाई त हामीले पानी लिएर दिएको हो पानी खाँदा फेरि यस्तो भयो त्यसमा हामीले कुनै मिसा दिने चिजहरू मिसाएको थिएन तिमीहरूकै आमा छोरीको प्लान हो यो होइन तपाईँहरूले हामीलाई दोष नलाउनुहोस् हामीले मारेको होइन पानी खाँदा यस्तो हुँदैन
पहिला जति गाली गरे पनि अहिले मैले केही गरेको छैन। बिन्ती छ हामीलाई दोष नलाउनु। यहाँ घरमा कोही पनि नभएको मौका पारेर तिमीहरूको आमा छोरीको प्लान हुनुपर्छ क्या। बाहिर मान्छे को आएछ लाटोले यहाँ भनिरहेको छ, लाटोले पुरै दिएको छ। ओ बिग नै रहेछ। पुलिस लिएर आउँछ। बुढी मलाई माफ गरिदेऊ, म श्रीमान भएर पनि श्रीमानको दर्जा कहिले दिन सकिनँ। आज मैले यस्तो नगरेको भए यो दिन देख्नु पर्थेन होला। यहाँ छोरा मैले तँलाई कति भन्नु, त्यहाँ नजा जाँडेपछि नखायो भने कहिले मेरो कुरा सुनेनस्। अब बुढीले कति सम्झे बुझाइ गर्यो, बुढीको कुरा नै सुनेनस्। खालि त्यो आमा र बहिनीको मात्रै कुरा सुने होइन। आज आएर हेर यहाँ मेरो सिधा सीता जस्तो बुहारी त्यतिकै ज्यान फाल्नु पऱ्यो कि परेन? यो कसो कारणले गर्दाखेरि यिनीहरूकै मिलोमत हो। अब यतिखेर आएर चाहिँ तैँले रोएर गएको आँखामा आँसु झारे जस्तो गरेर हुन्छ? सही भन्नुभयो काका। यो आमा छोरीलाई त लगेर पुलिसको जिम्मा लगेर दिनुपर्छ। खै पल्लो घरको दिदी र लाटो जानुभएको थियो पुलिस बोलाउनलाई, अझ पनि आउनु भएको छैन। तिमीले ठिकै भन्नु। दाइ अब रोएर केही फाइदा छैन, जे नहुनु भइसक्यो। दाइ अब के गर्ने? भाउजूले पनि यो संसार छोडेर जानु हुँदैन। बुढी तिमीले मलाई यसरी छोडेर जानु सक्दैनौ बुढी। मलाई एकचोटि बुढा भनेर बोलाउनु बुढी। बुढी एकचोटिलाई उठाउन अबदेखि यस्तो कहिले गर्ने छैन। उठाउनु बुढी उठाउ।